घर चाहिँ यहाँबाट चाहिँ राइड सुरु गर्छु डेली। बिहान यो चाहिँ हाम्रो घर छेउबाट देखिने पारी ललितपुरको भ्यू हो। आज म गर्न जानला ट्र्याक पनि त्यही पारीतिर हो, दक्षिणकालीतिरबाट चाहिँ झरेर अन्त पारी पारी गएर भैँसीपाटी हुँदै फर्किने। आज चाहिँ यो चाहिँ भन्छेङ पहिरो भन्ने ठाउँ। यहाँबाट चाहिँ माथि हात्तीवन रिसोर्ट निक्लिनलाई पनि बाटो छ। यो ठ्याक्क यतातिरबाट यो ठ्याक्क यो सर्वोत्तम सिमेन्ट लेखेको बाटो भित्र छिरेर चाहिँ माथि हात्तीवन रिसोर्टतिर पनि जान्छ। भन्छेङ गुम्बा देखेको फर्पिङ पछि यहाँबाट यो सतीखेल हुँदै यो डल्लु। यसको राइटपट्टि चाहिँ अहिले यहाँ यता एउटा रक क्लाइम्बिङ, फेमस रक क्लाइम्बिङ पनि छ नेचुरल। यहाँ चाहिँ यो हरिबोधन एकादशी दिन 4 नारायण मध्ये एक नारायण हो। यहाँ चाहिँ मेला लाग्ने गर्छ। यसमा शेष नारायण मन्दिर भन्छ। यहाँको लागि यो खानेपानीको स्रोत पनि हो। यसलाई चाहिँ बोर्डिङ ग्राउन्ड भन्छ। यो फर्पिङको एउटा मात्र खेल मैदान हो। यो सानो सानो खुबै खेलिन्थ्यो। अहिलेसम्म जस्ताको तस्तै छ, खासै स्तर उन्नति चाहिँ भएको छैन। यहाँबाट यो फर्पिङ चेक पोइन्ट भयो। राइट गयो भने हुमानेतिर लाग्छ, कुलेखानी हुँदै यो तलतिरको बाटो सिस्नेरी जान्छ। यहाँ चाहिँ एउटा पुरानो बोर्डिङ स्कुल छ। 2008 सालमा स्थापना भएको। यहाँ धेरै विद्वानहरूले पढेर गए। यहाँ चाहिँ दक्षिणकाली गेट, त्यो आशिका दिदीले भाइरल बनाएको थियो एकचोटि। यहाँबाट चाहिँ मेन बाटो आएको चाहिँ यो गेटबाट आएर यता तल त्यो दक्षिणकाली गइन्थ्यो। म चाहिँ यता फर्पिङ बजारभित्रबाट आएँ। अब म जाने चाहिँ यता यो स्ट्रेट हो। यो बाइक आइरहेको बाटोतिर यो हिउँटिकीतिर जान्छ। यो चाहिँ हिउँटिकी गोपालेश्वरी जुन त्यो भाइरल पुलतिर पनि पुग्छ, जुन मेरो अगाडि भिडियोमा पनि छ। चाहिँ देखिएको गाउँ हिउँटिकी हो। त्यही गाउँ चाहिँ तल माखु बेसी भन्ने ठाउँमा निक्लिन्छु म अहिले, जुन चाहिँ फास्ट ट्र्याक कनेक्ट हुन्छ त्यो। यहाँ चाहिँ आज यो ढलान भएर बाटो बन्द भइरहेको छ। मेरो प्लान चाहिँ क्यान्सल भयो। फर्सिडोल जान्ला म। फर्सिडोल जान्छ, माथिबाटको जान्छ, यता हो त बाटो छैन। गोबर जानु। यो ठाउँको नाम चाहिँ माखु बेसी। यो तल देखेको चाहिँ यो फास्ट ट्र्याक डेभलप भइरहेको फास्ट ट्र्याक हो। यो आर्मी बेस चाहिँ यो फास्ट ट्र्याक डेभलपमेन्ट प्रोजेक्टमा कनेक्ट भएर यहाँ बसिरहेको हो। र यहाँबाट पारी हुँदै त्यहाँनिर एउटा पक्की पुल छ, त्यहाँबाट फर्सिडोल निक्लेर पारी पारी जाने हो। आज यो हिउँटिकीबाट तलतिर लगाइसकेपछि चाहिँ बाटो धस्दै रहेछ। यही साइकलको हालत, ब्रेक स्रेक कहाँ चुई गर्ने भयो। यो कता कता हिलो पछि यो चाहिँ यो काठमाडौँ र ललितपुर जुन ठाउँ हो फर्सिडोलको। यो चाहिँ अहिले नयाँ पक्की पुल नै छ, तर बाटो भने राम्ररी जोडिसकेको छैन, काम भइरहेछ। यो चाहिँ पुरानो झोलुङ्गे पुल अगाडिको। माथि यो नेपालको झन्डा देखिएको बाडा। यो चाहिँ यहाँ एकछिन ब्रेक। यो चाहिँ अब आधी बाटो जस्तो भयो होला सायद, आधीभन्दा बढी नै भयो होला। नराम्रो बाटो जति सबै गयो। यो युटिकीमा चाहिँ एक ठाउँमा बाटो ढलान भइरहेको छ, त्यहाँ मान्छे चाहिँ हिँडिरहेको छ, साइकल बोकेर ल्यायो।
आजको डाइटको लागि चाहिँ बोकेर पसिना खिचेर आँखा सब पिरो यो बाटो पनि पिच हुने तरकारमा रहेछ। अस्ति आउँदा पुरै बेस मात्र थुपारेर राख्यो, अहिले चाहिँ लगभग पिलेर राम्रो बनाइसकेको छ बाटो चाहिँ। म चाहिँ कम्प्लिटली अपोजिट आइसकेँ अहिले। यहाँ बागमती पारी चाहिँ काठमाडौँ हो। अहिले म उभिरहेको ठाउँ यो फर्सिडोलको नजिक, यो चाहिँ ललितपुर हो। यहाँबाट पारी देखिएको चाहिँ बाँसबारी गाउँ हो, जहाँबाट मैले स्टार्ट गरेको थिएँ। यो चाहिँ बुकमती बस हुँदै आउने बाटो, चुनीखेल जाने बाटो। म चाहिँ यताबाट भैँसीपाटी हुँदै चोबार निक्लेर जाने भएको छ। अब यो भैँसीपाटीको आवास गेट भएर भित्र छिरेर यहाँबाट स्याल बस्ती हुँदै त थाहा पाउनुभयो होला है, उयो रातो रातो छानो भएको स्याल बस्ती हुँदै हामी चाहिँ चोबार निक्लिन्छौँ। स्याल बस्ती हो यो चाहिँ लेटेस्ट। यही यत्रो वाल यति राम्रो छ। यो झाल फाड्न चाहिँ फेरि बजेट विनियोजन गर्नुपर्ने होला। फुटपाथ हिँड्ने ठाउँमा यस्तो छ। म चाहिँ लगभग चोबार निक्लिन आएको। चोबारको खोजबाट निक्लेको पानी यो भोलाविनायक मन्दिर। आजको लागि भिडियो चाहिँ यति नै हुन्छ मेरो यहाँसम्मको। यहाँबाट अब उता मन्दिरतिर गइसकेपछि के खिच्ने भिडियो जलविनायक चोबारको खोज।